दर्शकबिनहरू सुकमायाले भने भुन्टी हराएको खबर न्युजबाट थाहा पाएकी छन्। हो दर्शकबिनहरू, सुकमायाले भने अहिलेसम्म कुनै हालतमा त्यस्तो भुन्टी हराएको थाहा पाएकी थिइनन्। सामाजिक सञ्जालको माध्यमबाट भने अहिले उसको बुढाले थाहा पाइसकेपछि दौडिँदै आएर उसलाई बताएको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, अब सुकमायाले थाहा पाइसकेपछि के गर्लिन् त भन्ने कुरा भने अब कसैलाई थाहा छैन। पक्कै पनि सुकमायाले अब भूपेन्द्रलाई भेटेर अब तिनलाई थर्काउने र चिर्या र जेरीको बारेमा बुझेर अनि चिर्या र जेरीलाई के सजाय दिइन्छ भन्ने कुरा भने कुनै पनि अब अनुमान गर्न सकिएको छैन। हो दर्शकबिनहरू, भुन्टी भने धेरै दिनदेखि हराइरहेकी छन्। हो दर्शकबिनहरू, जब जेरी र चिर्या भाउजूले अब भुन्टीलाई डिभोर्स गराउने भनेर विभिन्न टर्चरहरू दिइरहेका छन् र विभिन्न नभएका आरोपहरू लगाएर भुन्टीलाई जसरी पनि भूपेन्द्रको सामु नजरमा नराम्रो बनाएर जसरी पनि भूपेन्द्रले डिभोर्स बनाउने र अनि डिभोर्स बनाइसकेपछि जेरीसँग बिहे गराउने भन्ने प्लानमा भने चिर्या थिइन्। अनि चिर्याले भने त्यति गर्नको लागि भने वकिल जेरीले चिनेको वकिललाई बोलाएकी थिइन् र भुन्टीलाई एकदम बाँधेर राखेको दृश्य पनि हामीले देख्न सकिन्थ्यो र बाँधेर जबरजस्ती डिभोर्स गराउन खोज्दा भने भुन्टीले मैले सिग्नेचर कहाँ गर्नुपर्छ गर्छु र खै ल्याउनु भनेर उनीलाई फुकाउनु भनिसकेपछि गरिदिन्छु भने फुकाइरहेको बेलामा भने भुन्टीले अचानक फुकाइसकेपछि भने जेरी र चिर्यालाई कुटपिट गरेर लुटलास गरेको दृश्य पनि हामीले देख्न सकिन्थ्यो। हो दर्शकबिनहरू, यसरी भुन्टी भने त्यसपछि भने भागेकी छन्। कहाँ भागिन् के गरिन् भन्ने कसैलाई पनि पत्ता लगाएको छैन भने उता आमाले गाउँमा भने सपना नराम्रो देखेकी थिइन्। भुन्टीकी आमाले सपनामा भने गाउँमा धेरै पछि भुन्टी गाउँ गएको र गाउँ गएर आमालाई भेटेर दुखेछु भूपेन्द्रले बिहे गरिसकेपछि यसरी सुख दिएन, जिन्दगीभर सुखी दिएन, म अब जसरी पनि मर्छु बाँच्दिन भनेर भनेको थिइन्। हो दर्शकबिनहरू, भुन्टी भने हाम फाल्न बुवा आमाको अगाडि म बाँच्दिन भनेर सपनामा हाम फाल्न भनेर एकदम ठुलो पाहाडबाट हाम फालेको सपना भने भुन्टीकी आमाले देखेकी थिइन् र उनी आत्तिँदै अचानक सपनाबाट बिर्जिएकी हुन्छन् र ऊ आत्तिँदै आमा आत्तिँदै भुन्टीलाई पक्कै पनि केही भएको छ, दुःख पाएकी छ, अब जसरी पनि उसँग बोल्न मन लाग्यो, मलाई उसको बोली सुन्न मन लाग्यो भनेर उनी चिच्याउँदै कराउँदै बाहिर निस्केकी थिइन्। हो दर्शकबिनहरू, भुन्टीकी दिदी जमुनाले भने त्यहाँ काम गरिरहेको बेलामा भुन्टीकी आमा यसरी चिच्याउँदै आएको देखिसकेर आमा तपाईँलाई के भयो, कि समस्या भयो, किन चिच्याउँदै आउनुभएको छ भनेर सोद्धा भने भुन्टीकी आमाले मैले नराम्रो सपना देखेँ, भुन्टीको नराम्रो सपना देखेँ भनेकी थिइन् र जमुनाले भने के भयो आमा तपाईँ यसरी आत्तिनु भएको छ भन्दा भुन्टीको नराम्रो सपना दिएँ भन्न मिल्दैन, जसरी पनि मलाई भुन्टीसँग कुरा गराइदेऊ, जसरी पनि फोन लगाइदेऊ भनेको दृश्य देख्न सकिन्छ र जमुनाले पनि फोन लगाइदिएकी थिइन्। हो दर्शकबिनहरू, फोन लगाउँदा कुनै हालतमा फोन लागेको थिएन र आमा फोन लागेन भनिसकेपछि भने उसले जसरी पनि हानी गरो एकचोटि त लाग्छ भनेको हुन्छ। हो दर्शकबिनहरू, जमुनाले भने फोन हानिरहेकी हुन्छन् तर फोनमा कुनै कनेक्ट भएको हुँदैन र अब आमालाई भन्छ आमा तपाईँ कुनै हालतमा घन्टी गएन, अब के गर्ने भनेको हुँदा अब टोकलेलाई फोन गर भनेर टोकलेलाई फोन गरेकी हुन्छन्। हो दर्शकबिनहरू, जमुना दिदीलाई भने टोकलेकी जमुना दिदीलाई भने पहिले नै थाहा थियो भुन्टी बेपत्ता भएकी छन् र टोकले खोज्नको लागि हिँडिरहेको छ, अहिलेसम्म फेला परेको छैन भनेर पहिले नै कुरा भइसकेको थियो तर आमालाई कुनै हालतमा नबताउनु तनाव लिनुहुन्छ भनेर टोकलेले पहिले नै दिदीलाई कबुलाएको थियो र अनि कबुलाएको थियो। अचानक भने टोकलेलाई दिदीले फोन गरेकी हुन्छ अनि आमाले यस्तो यस्तो भन्नुभएको छ, बोलाइदिए भन्नुभएको छ, अब मैले के गर्ने भनेर छुट्टै ठाउँमा फोन गरेकी हुन्छन् र फोन गरिसकेपछि भने उसले आमालाई कुनै हालतमा नबताउनु दिदी भुन्टीभन्दा धेरै टाढा छ टोकले, अब घर भेटेपछि अनि फर्किएपछि बल्ल मैले फोनमा कुरा गराउँछु भन्न पठाएको दृश्य पनि हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, भुन्टी सिरियलमा भने यता भूमिका र भूमिकाको
को बुढा मोहन ससुराल गएर फर्किने क्रममा भूमिका कुनै हालतमा म जाँदिनँ भनेर रोइरहेकी हुन्थे र रोइसकेपछि भने भूमिकाको आमा बुवाले के भयो यो तँलाई किन नजानी भनेर भनिसकेपछि मोहनले भने एकदम तरिकाले पकाइरहेको दृश्य पनि हामीले देख्न सकिन्छ। जति पकाउँदा पनि उजान मानेकी थिएनन्। त्यसपछि जाऊ छोरी भनेर आमाहरूले पकाइ गरेपछि भने भूमिका हिँडेकी छन्। हो दर्शकबिनहरू, भूमिकाका बुवा आमाले पनि पहिला त बिहे गर्दा त नरोइकन हाँसी गएकी थिए। अहिले त घर गएपछि रोएकी छ पक्कै पनि कुनै समस्यामा परेकी छ भनेर शङ्का गरेकी हुन्छन् भूमिकाको आमाले। तर तैँले उसलाई पालीपुरी जबरजस्ती बिहा गर्न लगाएकी हो के अरे, अब सुकै पाइयो होला नि त भनेर गएको दृश्य देख्न सकिन्छ। हो दर्शकबिनहरू, यता भने भूमिका बाटोमा आउँदा भने भूमिकालाई तैँले किन आउन मानिनस् त, यस्तो किन गरिस् भनेर विभिन्न तरिका तर्काएको हुन्छ र भूमिकाको बारेमा सबै कुरा थाहा पाएको पनि मोहनले बताउँछ। तैँले नबताए पनि मैले सबै कुरा पहिला कोसँग के लागेकी छिस्, सब कुरा मलाई थाहा छ भनेर भनेको दृश्य पनि देख्न सकिन्छ। र जसरी पनि म अब जाँदै जान्न भनेर भूमिका बाटोको बिचमाबाट घर जान नमानेको दृश्य देख्न सकिन्छ। र पछि भने मोहनले विभिन्न तरिकाले तिमीलाई मैले कतिको माया गर्छौ भनेर चेक गर्नको लागि भनेर भनेको हो। जसरी पनि हिँड्न भनिसकेपछि ऊ भने खुसी भएर गएकी छन्। हो दर्शकबिनहरू, अब भूमिकालाई घरमा लगेर राम्रो व्यवहार गर्ला नि त कि अब सासू र उसकी अमाजु दिदीले अबको हरकत पहिला जस्तै गर्ला नि त। तर मोहनले बाटोमा फकाइफुलाई गरी घर लगेको दृश्य देख्न सकिन्छ। हो दर्शकबिनहरू, यता भने टोकले र भुवन विभिन्न तरिकाले बुन्टीलाई खोजिरहेका छन् र कुनै हालतमा पनि फेला पारेका छैनन्। उता भने जेरी भने टोकलेको पछि लागेको हुन्छ र तर उता भने भद्रसँग पछि लागेकी हुन्छन् र पछि लाग्दा भने उनले उसको टोकलेलाई फोन गरेको हुन्छ र टोकलेले फोन गरिसकेपछि पक्कै पनि उसले राखेको छैन, उसले कुनै हालतमा राखेको छैन, म अब पछि लाउनु परेन, अब म जान्छु भनेर फर्किएको दृश्य देख्न सकिन्छ। हो दर्शकबिनहरू, अब भुन्टी सिरियलमा के हुन्छ, भुन्टी कहाँ गइन् के गरिन् भन्ने कुनै पनि पत्तो भएको छैन। हो दर्शकबिनहरू, अब के होला भन्ने कुरा कसैलाई पनि शङ्का छैन। हो दर्शकबिनहरू, मेरो युट्युब च्यानलमा मन परेमा लाइक कमेन्ट गर्नु होला। उता भने सुकमाया भने एकदम तरिकाले सबै कुरा थाहा पाइसकेपछि अब आक्रोशमा परेकी छन् र सुकमायाले अब भुन्टी खोज्नको लागि कतिको सपोर्ट गर्छन् भन्ने कुरा भने अर्को एपिसोडमा पूर्ण रूपमा जानकारी गराउनेछु। हो दर्शकबिनहरू, मेरो युट्युब च्यानल मन परेमा लाइक कमेन्ट अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। धन्यवाद।